साथीहरू देख्न सक्नुहुन्छ हाम्रो मेहनत है साथीहरू यो चाहिँ हाम्रो मेहनत हो। यो प्याज कस्तो फल्छ हैन, फुल्छ फुल्दैन अब लगाएका छौं साथीहरू। मुला छ, बोन्दा, यहाँनिर चाहिँ यहाँ केराउ पनि छ है साथीहरू। यहाँ केराउ छ, बोन्दा देख्न सक्नुहुन्छ पोको पर्दैछ कि बेरी साथीहरू। काउली चाहिँ हाम्रो मेहनत हेर्नुस् त, हाम्रो मेहनत अनुसार काउलीको चाहिँ यस्तो फल ल्याएछ हैन साथीहरू। घुँडा टेक्नु पर्छ के साथीहरू, भगवानले पनि यस्तो मेहनत गर्दा यस्तो काउली फलेपछि अनि भगवानले पनि घुँडा टेक्नु पर्छ के हाम्रो सामुन्ने चाहिँ। यति मेहनत छौं हामी साथीहरू। देख्न सक्नुहुन्छ यो सिमी छ, यहाँ केराउ छ साथीहरू। केराउ फुलिरहेको छ, कति खाने तरकारी जस्तो राम्रो फुल है केराउको। देख्न सक्नुहुन्छ कति राम्रो फुल फुलेको छ केराउको है साथीहरू। काउलीले चाहिँ यसपाल खतम बना घुँडै टेक्दो रहेछ। घुँडै टेका ल। देख्न सक्नुहुन्छ एकचोटि सरर देखाउ त ल। गरे के नहुँदो रहेछ भन्ने कुरा साथीहरू हाम्रो बारीबाट हेर्नु होला। ल साथीहरू अब यहाँ छन् क्यामेराम्यान। यिनको पनि विशेष मेहनत छ है साथीहरू, मेरो भन्दा पनि धेरै छ। तर यो काउली चाहिँ यिनकै हो। यो प्याज बन्दा यो प्याज बन्दा चाहिँ मेरो है साथी। ल हेर्नु बुढो काउली, ल हेर्नुहोस् साथीहरू बुढो काउली यस्तो मजाको छ। प्याज देख्न सक्नुहुन्छ है। ल यस्तै छ है हाम्रो करेसाबारी। ल यहाँ हेरौँ ल। ल धनिया कस्तो राम्रो भयो है। धनिया पनि राम्रो भएको छ।